सुकुम्बासीहरू। तर त्यही पीडाको क्षणमा अनपेक्षित रूपमा केही विदेशी युवाहरू मानवताको हात बोकेर त्यहाँ आइपुगेका थिए। करिब 1 दर्जन विदेशी युवाहरू आज दिनभरि बल्खु क्षेत्रमा झरीमा रुझेरै नै सुकुम्बासीहरूलाई सहयोग गरिरहेका देखिए। कोही जस्तापाता बोक्दै थिए, कोही भाँडाकुँडा र सानो सानो सामानहरू सार्दै थिए। उनीहरूको अनुहारमा कुनै प्रदर्शनको भाव थिएन, न कुनै प्रचारको चाहना, बस चुपचाप गहिरो सहानुभूति सहित सहयोग गरिरहेका थिए। नेपाली युवाहरू थिए भने टिकटक बनाएर व्यस्त हुन्थे, तर यी विदेशीहरू मिडियाका क्यामेरासँगै तर्किरहेका थिए। हामीले उनीहरूलाई सोध्न खोज्यौं, तर बोल्न तयार भएनन्। यी दृश्यहरूले हामी सबैलाई सोच्न बाध्य बनायो। जब आफ्नै नागरिकहरूलाई राज्यले विस्थापित गरिरहेको छ, त्यही बेला परदेशीहरू किन उनीहरूको सहारा बन्न आइपुगे? प्रशासनले आगामी शुक्रबार र शनिबार डोजर चलाउने चेतावनी दिएपछि विष्णुमती नदी किनारमा बसिरहेका सुकुम्बासीहरू आजैदेखि आफ्नो वासस्थान छाड्न बाध्य भएका छन्। भारी वर्षाका बीच ओत खोज्दै, बालबालिका काखीमा च्याप्दै, बुढाबुढीलाई सम्हाल्दै उनीहरू हतारिँदै थिए। स्थानीयका अनुसार यी विदेशी युवाहरू पहिले पनि सामाजिक कार्यकै सिलसिलामा यही बस्तीमा आएका रहेछन्। उनीहरूले आफ्नै पहलमा रकम सङ्कलन गरेर अति विपन्न परिवारका लागि जस्ताको टहरा निर्माण पनि गरिदिएका थिए। आज त्यही टहरा भत्काउँदै गर्दा उनीहरू फेरि फर्किएका छन्, यसपटक निर्माण गर्न होइन, तर विस्थापनको पीडामा साथ दिन। एक स्थानीय महिलाको आँखा रसाउँदै थियो, हाम्रा आफ्नै मान्छेले हेरेनन्, तर टाढाबाट आएका यी मानिसहरूले हाम्रो दुःख बुझे, उनले भनिन्। हामी पनि यही देशको जनता हो नि त, यही देशको जनताले यसो दुःख दिन नहुने थियो कि उहाँले पनि त्यही भन्न चाहन्छु। अब के भन्नु, हेर्नु त झन्डै खुट्टा काट्यो उहाँ जस्ताले। बाहिरको मान्छेहरू यसरी देश विदेशको मान्छेहरू यसो सहयोग गरिरहेछ है हामीलाई। हाम्रो सरकार भने चाहिँ आफ्नै देशको मान्छेले यसो दुःख दिइरहेछ। भारी वर्षाका बीच सरकारको निर्णय कार्यान्वयन भइरहेको छ, तर प्रश्न उस्तै छ, के यो प्रक्रिया पर्याप्त तयारी सहित अघि बढाइएको हो? सरकारले सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने, भूमि उपलब्ध गराउने आश्वासन दिएको छ, तर तत्काल विकल्प बिना गरिएको यस्तो कदमले उनीहरूको जीवन झनै असुरक्षित बनेको देखिन्छ। कीर्तिपुरको खुल्ला चौरमा अस्थायी रूपमा सारिएका धेरै घर परिवारहरू अझै पनि असहज र असुरक्षित अवस्थामा छन्। कमजोर टहराहरू, चिसो हावा र अनिश्चित भविष्य, यी सबैले उनीहरूको पीडालाई अझ गहिरो बनाइरहेको छ। यति मात्र होइन, यस घटनाले राज्य र नागरिक बीचको सम्बन्धमाथि पनि गम्भीर प्रश्न उठाएको छ। विकास र व्यवस्थापनको नाममा यदि मानव संवेदनालाई नजरअन्दाज गरिन्छ भने त्यसले दीर्घकालीन रूपमा सामाजिक असन्तुलन निम्त्याउन सक्छ। उनीहरूका पनि सपना छन्, आशा छन् र एउटा सम्मानजनक जीवन जिउने अधिकार छ। जसले बालिन सरकारले उठी बास लगाएका सुकुम्बासीहरूलाई सहायता गरिरहेका छन्। काठमाडौँको बल्खुमा देखिएको दृश्य मन नै चिरा पार्ने खालको थियो। एकातिर डोजरको भय, अर्कातिर झरीको निरन्तर प्रहार। यी दुई बीच आफ्नो सानो संसार समेटेर हिँडिरहेका सुकुम्बासीहरू। तर त्यही पीडाको क्षणमा अनपेक्षित रूपमा केही विदेशी युवाहरू मानवताको हात बोकेर त्यहाँ आइपुगेका थिए। करिब 1 दर्जन विदेशी युवाहरू आज दिनभरि बल्खु क्षेत्रमा झरीमा रुझेरै नै सुकुम्बासीहरूलाई सहयोग गरिरहेका देखिए। कोही जस्तापाता बोक्दै थिए, कोही भाँडाकुँडा र सानो सानो सामानहरू सार्दै थिए। उनीहरूको अनुहारमा कुनै प्रदर्शनको भाव थिएन, न कुनै प्रचारको चाहना, बस चुपचाप गहिरो सहानुभूति सहित सहयोग गरिरहेका थिए। नेपाली युवाहरू थिए भने टिकटक बनाएर व्यस्त हुन्थे, तर यी विदेशीहरू मिडियाका क्यामेरासँगै तर्किरहेका थिए। हामीले उनीहरूलाई सोध्न खोज्यौं, तर बोल्न तयार भएनन्। यी दृश्यहरूले हामी सबैलाई सोच्न बाध्य बनायो। जब आफ्नै नागरिकहरूलाई राज्यले विस्थापित गरिरहेको छ, त्यही बेला परदेशीहरू किन उनीहरूको सहारा बन्न आइपुगे? प्रशासनले आगामी शुक्रबार र शनिबार डोजर चलाउने चेतावनी दिएपछि विष्णुमती नदी किनारमा बसिरहेका सुकुम्बासीहरू आजैदेखि आफ्नो वासस्थान छाड्न बाध्य भएका छन्। भारी वर्षाका बीच
ओत खोज्दै बालबालिका काखीमा च्याप्दै बुढाबुढीलाई सम्हाल्दै उनीहरू हतारिँदै थिए। स्थानीयका अनुसार यी विदेशी युवाहरू पहिले पनि सामाजिक कार्यकै सिलसिलामा यही बस्तीमा आएका रहेछन्। उनीहरूले आफ्नै पहलमा रकम सङ्कलन गरेर अति विपन्न परिवारका लागि जस्ताको टहरा निर्माण पनि गरिदिएका थिए। आज त्यही टहरा भत्काउँदै गर्दा उनीहरू फेरि फर्किएका छन्, यसपटक निर्माण गर्न होइन तर विस्थापनको पीडामा साथ दिन। एक स्थानीय महिलाको आँखा रसाउँदै थियो, हाम्रा आफ्नै मान्छेले हेरेनन् तर टाढाबाट आएका यी मानिसहरूले हाम्रो दुःख बुझे, उनले भनिन्। हामी पनि यही देशको जनता हो नि त, यही देशको जनताले यसो दुःख दिन नहुने थियो कि उहाँले पनि त्यही भन्न चाहन्छु। अब के भन्नु, हेर्नु त झन्डै खुट्टा काट्यो उहाँ जस्ताले। बाहिरको मान्छेहरू यसरी देश विदेशको मान्छेहरू यसो सहयोग गरिरहेछ है हामीलाई। हाम्रो सरकार भने चाहिँ आफ्नै देशको मान्छेले यसो दुःख दिइरहेछ। भारी वर्षाका बीच सरकारको निर्णय कार्यान्वयन भइरहेको छ, तर प्रश्न उठ्दै छ, के यो प्रक्रिया पर्याप्त तयारी सहित अघि बढाइएको हो? सरकारले सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने भूमि उपलब्ध गराउने आश्वासन दिएको छ, तर तत्काल विकल्प बिना गरिएको यस्तो कदमले उनीहरूको जीवन झनै असुरक्षित बनेको देखिन्छ। कीर्तिपुरको खुल्ला चौरमा अस्थायी रूपमा सारिएका धेरै घर परिवारहरू अझै पनि असहज र असुरक्षित अवस्थामा छन्। कमजोर टहराहरू, चिसो हावा र अनिश्चित भविष्य, यी सबैले उनीहरूको पीडालाई अझ गहिरो बनाइरहेको छ। यति मात्र होइन, यस घटनाले राज्य र नागरिक बीचको सम्बन्धमाथि पनि गम्भीर प्रश्न उठाएको छ। विकास र व्यवस्थापनको नाममा यदि मानव संवेदनालाई नजरअन्दाज गरिन्छ भने त्यसले दीर्घकालीन रूपमा सामाजिक असन्तुलन निम्त्याउन सक्छ। उनीहरूका पनि सपना छन्, आशा छन् र एउटा सम्मानजनक जीवन जिउने अधिकार छ।